नमस्कार साथीहरू। नेपालका कुना काप्चा लुकेका अनौठा कथा, गौरवशाली इतिहास र सुन्दर प्राकृतिक सम्पदालाई संसारसम्म चिनाउने हाम्रो अभियान नेपाल चिनाउमा तपाईँहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई एउटा यस्तो ठाउँमा लिएर आएको छु जसले काठमाडौँ उपत्यकाको सभ्यतालाई जन्म दियो र जहाँ नेपालकै एउटा अनमोल ऐतिहासिक चिनो सुरक्षित छ। हो, आज हामी छौँ चोभारको गल्छी र यसको मुनि रहेको नेपालकै पहिलो आधुनिक झोलुङ्गे पुलको काखमा। इतिहास र भूगोलको यो अनौठो नेपाल चिनाउको बारेमा विस्तृत रूपमा जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार साथीहरू, यो पछाडिको भाग चाहिँ हो देख्न सक्नुहुन्छ। यो भाग चाहिँ बागमती नदी काठमाडौँ उपत्यकाबाट बाहिरी ठाउँ हो। त्यहाँ चाहिँ अहिले हामी आएको छौँ। यहाँहरूलाई अब के कस्तो हो यहाँको सबै कुरा म देखाउनेछु। अहिले म ठ्याक्कै त्यही ठाउँमा उभिएको छु जहाँबाट काठमाडौँ उपत्यकाको सिङ्गो पानी बाहिर निस्कन्छ। यो चोभार गल्छीको त्यही ऐतिहासिक निकास हो जसले काठमाडौँलाई एउटा विशाल तालबाट सुन्दर सहरमा परिणत गरिदियो। पौराणिक कथाअनुसार चीनबाट आउनुभएका मञ्जुश्रीले आफ्नो तरबारले चोभारको पहाड काटेर यो गल्छी बनाउनु भएको हो। त्यही बाटो भएर तालको सबै पानी बाहिर बग्यो र काठमाडौँ उपत्यकामा पहिलो पटक मानव बस्तीको सुरुवात भयो। यहाँ खेतीपाती र सभ्यताको विकास भयो। प्राकृतिक रूपमा यो अद्वितीय भूगोल र इतिहास हाम्रो सभ्यताले पाएको पहिलो र सबैभन्दा ठुलो नेपालको चिनो हो। अहिले चाहिँ साथीहरू यो देखिरहेको चाहिँ चोभारभन्दा मुनिको झोलुङ्गे पुल हो। यो कुनै साधारण पुल होइन। यो आजभन्दा 120 वर्ष पहिले अर्थात् 1960 सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा स्थापना गरिएको थियो। नेपालका सुपरिन्टेन्डेन्ट इन्जिनियर ब्रिगेडियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा नेपाली सेनाले निकै दुःख गरेर यो पुल ठहराएको थियो भन्ने हामी बुझ्न सक्छौँ। यो पुलको सबैभन्दा अचम्मको विशेषता के हो भने यसको डिजाइन स्कटल्यान्डका प्रख्यात इन्जिनियर लुइस ह्याफरले गरेका थिए। यसको सम्पूर्ण फलामका पाटपुर्जाहरू स्कटल्यान्डबाट ल्याइएको थियो। त्यति बेला नेपालमा गाडी चल्ने बाटो वा गाडीहरू थिएनन्। त्यसैले यी भारी फलामहरूको पाटपुर्जाहरू बेलायतबाट पानीजहाजमा भारत, त्यसपछि रेल र अन्त्यमा मानिसले काठमा बोकेर भीमफेदीको उकालो काट्दै चोभारसम्म ल्याएका थिए। सुरुमा यसको भुइँमा काठको फाइलक थियो जसलाई पछि सुरक्षाका लागि स्टिल प्लेट राखियो। यसको कुल लम्बाइ करिब 130 फिट र चौडाइ चाहिँ 4 फिट रहेको छ। जब तपाईँहरू यो पुलको ठिक बिचमा उभिनुहुन्छ त्यहाँबाट देखिने गल्छीको दृश्यले सातो उडाउँछ। 100 फिट गहिरो यो चट्टानी गल्छी र त्यसको बिचबाट सुसाउँदै बग्ने बागमती नदी हेर्दा पुर्खाहरूको मेहनत र प्राकृतिक जादु प्रष्ट देखिन्छ। भूगर्भविदहरूका अनुसार यो गल्छी चोभारको कडा चट्टान ढुङ्गा काटिएर बनाएको हो। यो पुलले काठमाडौँ र कीर्तिपुरको सिमाना मात्र जोडेको छैन, यसले विगतको इतिहास र वर्तमान पुस्तालाई पनि जोडेको छ। 120 वर्षभन्दा बढी समयदेखि हरेक आँधीहुरी र भूकम्प झेल्दै यो पुल आज पनि उत्तिकै बलियो भएर उभिएको छ। माथि पानी निस्किने मुखदेखि यो तलको ऐतिहासिक चन्द्रपुलसम्म आइपुग्दा हामी त निकै थाक्यौँ साथीहरू। त्यसैले चोभारको यो शीतल र चिसो हावा खाँदै हामी त्यहाँ एकैछिन विश्राम लिने विचार गऱ्यौँ र अहिले हामी यहाँ बसिरहेछौँ। तल गल्छी र पुल घुम्दा घुम्दै हामी निकै थाकिसकेका थियौँ। त्यसैले हिँडेर माथि उक्लन गाह्रो भएपछि हामी सिधै गाडी चढेर चोभारको डाँडाको यो माथिल्लो भागमा आइपुग्यौँ। यहाँ माथि पुग्न बित्तिकै देखिने यो तलको दृश्य र वरिपरिको यो सुन्दर हरियाली वातावरणले हाम्रो सबै थकान एकैछिन मेटाइदियो। काठमाडौँको कोलाहाबाट नजिकै रहेको यो शान्त र हरियो चोभार डाँडा आफैमा प्रकृतिको एउटा वरदान हो। यसरी हरियालीको बिचमा अगाडि बढ्दै गर्दा हामीले यहाँ प्राकृतिक अनौठा बुट्टाको दिएका यी ऐतिहासिक ढुङ्गा र चट्टानहरू देख्यौँ। वर्षौँदेखि घामपानी खपेर बनेका यी ढुङ्गाहरूका आकृतिहरू हेर्दा निकै कलात्मक देखिन्छ। प्रकृतिको यो जादुमय सिर्जना पनि चोभारको अर्को एउटा अनौठो चिनारी हो। र यी अनौठा ढुङ्गाहरू पार गरिसकेपछि हामी आइपुग्यौँ चोभारको प्रसिद्ध गुफाहरू भएको ठाउँमा। यो क्षेत्रमा विभिन्न साना ठुला गुफाहरू रहेका छन् जसलाई नेपालकै सबैभन्दा लामा र रहस्यमय गुफाहरू मध्ये एक मानिन्छ। यी गुफाहरूको इतिहास र यिनको आन्तरिक बनावट साँच्चैकै अदृश्य र रोमाञ्चक छ।
ती रहस्यमय गुफाहरूको यात्रापछि हामी अहिले आइपुगेका छौँ यो सुन्दर र ऐतिहासिक मञ्जुश्री पार्क। कीर्तिपुर नगरपालिकामा पर्ने यो पार्क केवल घुम्ने ठाउँ मात्र होइन, यसले सिङ्गो काठमाडौँ उपत्यकाको उत्पत्ति र इतिहास बोकेको छ। यो पार्कको सबैभन्दा मुख्य र आकर्षक विशेषता भनेको यहाँ ठडाएको यो विशाल मञ्जुश्रीको मूर्ति हो। 33 फिट अग्लो यो भव्य मूर्ति 13वटा ठुला ठुला ढुङ्गाका ब्लकहरूलाई आसपासमा जोडेर अत्यन्तै कलात्मक रूपमा बुट्टा कुदेर बनाइएको छ। नेपालका वरिष्ठ मूर्तिकार चन्द्रश्याम डङ्गोल र उहाँका टोलीले लगातार 8 वर्षसम्म कठोर मेहनत गरेर यो मूर्तिको निर्माण गर्नुभएको थियो। करिब 37 रोपनी क्षेत्रफलमा फैलिएको यो मञ्जुश्री पार्क आज काठमाडौँवासीका लागि इतिहास बुझ्ने र प्रकृतिसँग रमाउने एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। काठमाडौँ भ्यालीको पानी बाहिर निस्किने मुखदेखि सुरु भएको हाम्रो यात्रा चन्द्रफुल, रहस्यमय गुफा र अन्त्यमा यो ऐतिहासिक मञ्जुश्री पार्कमा आइपुगेर टुङ्गिएको छ। हाम्रा पुर्खाहरूको यो गौरवशाली इतिहास र प्रकृतिको यो सुन्दर उपहार हाम्रो देशको एउटा अनमोल र कहिल्यै नमेटिने नेपालको चिनो हो। तपाईहरुलाई हाम्रो आजको यो चोबारको पुरा यात्रा र यो प्रस्तुति कस्तो लाग्यो तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर र नेपालका यस्तै अरू अनमोल सम्पदाका बारेमा जान्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि यस्तै नयाँ र रोचक भिडियो लिएर आउनेछु। तबसम्मका लागि बिदा दिनुहोला। हस्त, धन्यवाद।